स्पष्टीकरण डिस्क्लेमर यो चलचित्र सामाजिक तथा राजनीतिक व्यङ्ग्य प्रधान लघु चलचित्र हो। यसमा प्रस्तुत सबै पात्र, स्थान र घटनाहरू पूर्णतः काल्पनिक हुन्। यिनीहरूको कुनै पनि वास्तविक व्यक्ति, संस्था वा घटनासँग मिल्दोजुल्दो हुनु केवल संयोग मात्र हुनेछ। केही संवाद वा दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक रूपमा उपलब्ध तथ्य र आँकडाहरूको अध्ययनमा आधारित सृजनात्मक झल्को हुन सक्छन्। चलचित्रको उद्देश्य केवल रचनात्मक अभिव्यक्ति, सामाजिक जागरण र सकारात्मक सोचको प्रवर्धन हो। कसैको जात, धर्म, राजनीतिक विचार, प्रतिष्ठा वा संस्थागत हैसियतमा आँच पुर्याउनु होइन। यो चलचित्र कुनै कानुनी वा सामाजिक संस्थाको विरोध होइन, समाजमा सकारात्मक परिवर्तनको आशयले बनाइएको हो। यदि माथिका धारणा वा उद्देश्यहरूसँग तपाईँ असहमत हुनुहुन्छ भने चलचित्र नहेर्नु उपयुक्त हुनेछ। अन्यथा यसलाई अभिव्यक्तिको स्वतन्त्रता र सामाजिक उत्तरदायित्वको रूपमा ग्रहण गरी खुला मन र समझदारीका साथ हेर्न सकिन्छ। तपाईहरूको समर्थन र सकारात्मक दृष्टिकोणप्रति हार्दिक आभार। तपाईहरू सबैलाई माया। नमस्ते सबैलाई, यो हाम्रो दोस्रो भागको चलचित्र हो। हालैको जेनजेड घटनाबाट हामी सबैले देख्यौँ केही घण्टामै नेपालले कति ठुलो जनधनको क्षति सहनु पर्यो। यो भिडियोमा हामी भावनात्मक भएर होइन, शान्त तर गहिरो रूपमा यस जेनजी घटनाको विश्लेषण गर्दैछौँ। देशमा आश्चर्यजनक रूपमा बढेको भूराजनीति र त्यसमा सोसल मिडियाले खेलेको भूमिकाबारे हामी चर्चा गर्नेछौँ। पहिलो भागमा हामीले आन्तरिक राजनीति र सामाजिक मुद्दाहरू समेटेका थियौँ, तर यो भाग चाहिँ मुख्यतया भूराजनीति र सामाजिक सञ्जालको दुरुपयोगको विषयमा केन्द्रित छ। पहिलो कुरा, हामी छक्क पर्यौँ। नेपालमा समाज सेवा गर्ने दाबी गर्ने धेरै गैर सरकारी संस्थाहरूले वास्तवमा राजनीति गरिरहेका छन्। लोकतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण, अध्यात्म र ध्यान भन्ने नाममा पश्चिमी समाजका लागि बनाइएका सोचहरू जबरजस्ती नेपाली संस्कृतिमा लागू गरिँदैछ। कला, सङ्गीत र चित्रकलाका नाममा पनि समलैङ्गिकता, हिंसात्मक गीत र अश्लील अभिव्यक्तिहरूलाई आर्ट भनेर सामान्य बनाइँदैछ। लिङ्क्डइन र अन्य माध्यमहरू मार्फत धेरै निर्दोष नेपाली युवाहरू इन्टर्न र कामदारको रूपमा त्यस्ता संस्थाहरूमा प्रवेश गर्दैछन्। यो क्रममा नेपाली युवाहरूको मौलिक सोच, विश्वास र संस्कृति बिस्तारै पश्चिमी विचारहरूले कब्जा गरिरहेको छ। कला, सङ्गीत, दर्शन, अध्यात्म र ध्यान यी सबै माध्यमहरूलाई परिमार्जित र आफू अनुकूल प्रयोग गरेर युवाहरूलाई ग्ल्यामरस, आधुनिक र डेमोक्रेटिक जस्तै देखिने पश्चिमी दृष्टिकोणतर्फ मोडिँदै लगिएको छ। यो हाम्रो राष्ट्रकै असफलता हो। देशभित्रै यस्ता एनजिओ र आइएनजिओका नाममा लुकेर बसेका राजनीतिक धमिरा पहिचान गर्न नसक्नु। तर अर्को कुरा अझै पीडादायी लाग्यो, हाम्रो आफ्नै नेपाली दाजुभाइ दिदीबहिनी जो विदेशमा बस्छन्, यो जेनजी घटनापछि उनीहरूबाट तटस्थ र देशप्रेमी आवाज धेरै कम सुनियो। बरु घृणा, आफ्नो स्वार्थको लागि राजनीतिक प्रचार र भावनात्मक खेलहरू बढी देखिए। सामाजिक सञ्जालमा उनीहरूले सामाजिक सञ्जालको राजनीतिबारे अनभिज्ञ सोझा नेपालीहरूको भावनासँग खेले। उनीहरूको प्रोफाइल हेर्दा धेरैजना फेक आइडी, न त देश विकासको सोच, न त कुनै वास्तविक योगदान, सिर्फ कुराकानी र गाली मात्र गरे देखियो। केही त यस्तो अभिनय गर्थे जस्तो आफ्नै सन्तान गुमाएकाहरूभन्दा बढी रोइरहे जस्तो। तर केही दिनमै फेरि उनीहरू आफ्नै विलासी जीवनमा फर्किए। कुनै जिम्मेवारी छैन, कुनै आत्मविश्लेषण छैन, सिर्फ भावनात्मक प्रदर्शन। र यी मध्ये धेरैजनाहरूले आफैले थाहा पाएर होस् या थाहा नपाएर होस् पश्चिमी सोचलाई समर्थन गर्दै थिए। यो जेनेरेसन जेड घटना अवलोकन गरेपछि हाम्रो निष्कर्ष यो हो, भूराजनीतिक मुद्दाहरूको सामना गर्दा नेपालले पहिले नेपालीहरूको सोच र कार्यहरूलाई सम्बोधन गर्नुपर्छ। दुवै देशमा बस्नेहरू र विदेशमा बस्नेहरूलाई। स्वदेश र विदेशमा कति नेपालीहरूले आफ्नो संस्कृतिसँगको सम्पर्क गुमाउँदैछन् र पश्चिमाहरूभन्दा बढी धार्मिक रूपमा पश्चिमी विचारहरू अपनाइरहेका छन् भन्ने कुरा महसुस गर्दा हामी छक्क पर्यौँ। निर्दोष नेपालीहरूले नेपालको आफ्नै समाधान नभएका समस्याहरूलाई सम्बोधन गर्नुको सट्टा अनजानमा पश्चिमी दर्शनहरू अँगालेका छन् र उथलपुथल अहङ्कारी विचारधाराहरूलाई प्रवर्धन गर्दै नेतृत्वदायी भूमिका खेलिरहेका छन्। हामीले सधैँ विदेशमा बस्ने नेपालीहरूलाई स्वदेशमा बस्नेहरू जत्तिकै महत्त्वपूर्ण ठानेका थियौँ, तर यस जेनेरेसन जेड घटनाको क्रममा विदेशमा धेरै नेपालीहरू नेपालको लागि हानिकारक साबित भएको महसुस गर्यौँ। विदेशमा बस्ने नेपालीहरूले अराजक तरिकाले एक किसिमको मनोवैज्ञानिक र राजनीति मिसिएको उक्सावट गरी सोझा नेपालमा बस्ने नेपालीहरूलाई उक्साई थप जीवन र राष्ट्रिय सम्पत्तिको क्षतिमा योगदान पुर्याए। यस्ता थुप्रै भिडियोहरू टिकटकमा भेटिनछन्। हामीले सुरुमा विश्वास गर्यौँ कि हाम्रो पहिलो चलचित्रले भूराजनीति र सामाजिक सञ्जाल हेरफेरका प्रमुख मुद्दाहरूलाई समेटेको थियो। यद्यपि यो जेनजी घटनाले अप्रत्याशित कुरा प्रकट गर्यो कि विदेशमा रहेका केही नेपालीहरूलाई अब प्राथमिक भूराजनीतिक कारकहरू मानिनुपर्छ, प्रत्यक्ष विदेशी तत्त्वभन्दा पनि पहिले। खासमा समस्या चाहिँ भित्री नै हो। नेपालको सार्वभौमसत्ता र अखण्डताको लागि नेपालीहरूको वास्तविक आवाजलाई
सरकारको प्रणालीले व्यवस्था गर्यो। यस्तो गर्नाले बहिरी तत्त्वले आफ्नो एजेन्डा मजाले खेल्यो। राजनीति, कानुन, शिक्षा र अर्थतन्त्रमा भ्रष्टाचारबाट धेरै निराश सोझा नेपालीहरूले आफ्नो पक्षमा उभिने जो कोहीलाई पनि समर्थन गर्न थालेकाले यस्तो अराजक विनाश भयो। यी कुराहरू हामीले सिधै सामाजिक सञ्जाल मार्फत थाहा पायौँ। यदि यो गोप्य रूपमा भएको भए देशको लागि अझ विनाशकारी हुने थियो। नेपालको गुप्तचर विभागलाई केही थाहै थिएन यत्रो राजनीतिक क्रियाकलापहरूको। गुप्तचर विभाग हटाउनु पर्यो, यहाँ उपयुक्त योगदान गर्न सक्नेलाई नियुक्ति दिनु पर्यो। अब हामी सिधै हेर्नेछौँ जेनजी लगायत अरू राजनीतिक घटनाका सामाजिक मनोवैज्ञानिक पक्षहरू, भू राजनीतिक चालहरू र सामाजिक सञ्जालको राजनीतिको वास्तविक प्रभावहरू। बिना सजावट, बिना ढोङ जस्तो छ त्यस्तै। नेपाल जस्ता विकासशील देशहरूमा डिजिटल रूपमा विदेशी मानसिकता र जीवनशैली फैलाउने परियोजना। हामी नेपाल जस्तो विकासशील एसियाली देशमा पश्चिमी मानसिकता र जीवनशैली फैलाउने हाम्रो 50 वर्षको परियोजनामा छौँ। हामी सफल हुनको लागि सबै प्रकारका प्रविधिहरू प्रयोग गर्नेछौँ। नेपाल सबैभन्दा गरिब देशहरूमध्ये एक हो किनकि भ्रष्टाचार सबैभन्दा उच्च छ। तर नेपालीहरू बीच धार्मिक र सांस्कृतिक बन्धन र आत्मीयताले हामीलाई नेपालमाथि नियन्त्रण गर्न बारम्बार गाह्रो बनाइरहेको छ। यसपटक हामी सूक्ष्म विश्लेषण गर्नेछौँ र ती खाडलहरू फेला पार्ने प्रयास गर्नेछौँ जसले धार्मिक र सांस्कृतिक बन्धनहरू तोड्न सक्छ। र त्यसपछि हामी सजिलै नेपाललाई भत्काउन सक्छौँ र हाम्रो एजेन्डा वा मार्ग निर्देशन अनुसार यसको नाम वा झण्डा पनि परिवर्तन गर्न सक्छौँ। समस्याहरू हरेक देशमा हुन्छन्, तर नेपालमा हामी यी समस्याका मुद्दाहरूलाई अझ बढाउने र पहिले जनतालाई विभाजन गर्ने प्रयास गर्नेछौँ। हामीले छिटो हुनुपर्छ किनकि यदि नेपाल सरकारले नै देशको यी समस्याहरू समाधान गर्यो भने हामीसँग मौका हुने छैन। किनकि मानिसहरू धार्मिक र सांस्कृतिक बन्धनद्वारा धेरै बलियो रूपमा एकताबद्ध छन् र हामीलाई तिनीहरूलाई तोड्न र विभाजित गर्न असम्भव हुनेछ। त्यसैले नेपाल जस्तै देशहरूको लागि हामी आफै जानु पर्दैन वा मिसाइलहरू प्रयोग गर्नु पर्दैन किनभने यो महँगो हुनेछ। हामी डिजिटल वा सामाजिक सञ्जाल मार्फत हाम्रो एजेन्डालाई लक्षित गरेर धेरै कम लागतमा हाम्रो मिसनमा सफल हुन सक्छौँ। मुख्यतया टिकटक मार्फत नेपालको समाधान नभएका समस्याहरूलाई उजागर गरेर र जनतामा उनीहरूको सरकार र देश विरुद्ध घृणा बढाएर यस प्रक्रियाको क्रममा हामी प्राय युवा पुस्ताको प्रयोग गर्नेछौँ किनभने तिनीहरू अङ्ग्रेजी भाषा साक्षर छन् र हामी हाम्रो एजेन्डा पूरा गर्न तिनीहरूलाई जोम्बीको रूपमा सजिलै प्रयोग गर्न सक्छौँ। ती युवा पुस्ताहरूसँग जीवनमा धेरै अनुभव छैन र तिनीहरूलाई हेरफेर गर्न अत्यन्तै सजिलो छ। पुरानो पुस्तालाई पनि हेरफेर गर्न सकिन्छ। युवा पुस्तालाई हामीद्वारा थोरै वा लगभग कुनै लागतमा हेरफेर गर्न सकिन्छ भने पुरानो पुस्ता भ्रष्टाचारमा यति गहिरो छ कि यसले हामीलाई हाम्रो केही पैसा खर्च गर्न बाध्य पार्नेछ। नेपालको पुरानो पुस्ताले युवा पुस्तालाई नराम्रोसँग धोका दिएको छ र हामी यसको फाइदा उठाउनेछौँ। नेपालमा धेरै समाधान नभएका अपरिहार्य समस्याहरूको आवाज जनताले उठाएका थिए, तर नेपाल सरकारले उनीहरूको आवाज सुन्न अस्वीकार गरेको अवस्था छ र अब हामी यो अवस्थाको फाइदा उठाउनेछौँ। हामीले नेपालीहरू बीच विभाजन गर्नका लागि कमजोरीहरू खोज्नुपर्छ। नेपालीहरू बीच विभाजन गर्नका लागि केही निम्न कमजोरीहरू हुन सक्छन् जुन अब हामी छलफल गर्नेछौँ। धर्म, जाति, भाषा, लिङ्ग, उमेर समूह आदि जस्ता सबै कुराको नाममा राजनीतिक, धार्मिक र सांस्कृतिक रूपमा नेपाली मानिसहरू बीच विभाजन गर्नुपर्छ। नेपालमा कानुनी रूपमा ती विषयहरूमा भेदभाव गर्न प्रतिबन्धित र गैर कानुनी भए पनि मानिसहरूले प्रहरी वा अदालतमा कानुनी मुद्दा दायर गर्दैनन् र त्यस्ता मुद्दा दायर गरे पनि प्रहरी र कानुनी प्रणालीले यसलाई हल्का रूपमा लिन्छ र पीडितलाई सामाजिक न्याय बिना छोड्छ। हामीले यसको फाइदा उठाउनुपर्छ र हाम्रो रुचि र एजेन्डामा आधारित ती विषयहरूमा सामाजिक सञ्जालमा अफवाह र प्रचार फैलाउनुपर्छ। अङ्ग्रेजी बोल्न सक्ने वा नेपाली भाषी शिक्षित नेपाली युवाहरूलाई प्रयोग गर्दै नेपालको पूर्वीय सांस्कृतिक पक्षलाई तोड्नु आवश्यक छ। हामी सामाजिक सञ्जालमा शिक्षित मानिने नेपाली युवा प्रभावकारहरू मतलब नेपाली युवा इन्फ्लुएन्सरहरूलाई हाम्रो पश्चिमी विचारधाराले प्रभाव पार्नेछौँ र पछि ती नेपाली इन्फ्लुएन्सरहरूले बाँकी नेपाली युवाहरू र सम्पूर्ण नेपाली जनतालाई प्रभाव पार्नेछन्। यो महत्त्वपूर्ण छ किनभने पश्चिमी मानसिकतालाई पूर्वीय सांस्कृतिक मानसिकता भएका नेपाली जनतामा मिठो तरिकाले थोपिनुपर्छ र हामी नेपाली इन्फ्लुएन्सरहरूलाई प्रयोग गरेर सामाजिक सञ्जालमा हाम्रो प्रचार भाइरल बनाउन सक्छौँ। नेपाली इन्फ्लुएन्सरहरूलाई केवल प्रसिद्धि, अनुयायी र पैसा चाहिन्छ र हामी तिनीहरूलाई प्रदान गर्न सक्छौँ। नेपालमा हाम्रा पश्चिमी विचारधाराहरू लागू गर्न हामी प्राय शिक्षित नेपाली मूलका युवा महिलाहरूलाई र केही नेपाली पुरुषहरूलाई हाम्रा यी पश्चिमी सिद्धान्तहरू र दर्शनलाई औचित्य दिन र नेपालमा सांस्कृतिक रूपमा सामान्यकरण गर्न प्रयोग गर्नेछौँ। हाम्रो शिकार लक्ष्य प्राय ती शिक्षित नेपाली महिलाहरू र केही नेपाली पुरुषहरू हुनेछन् जो अङ्ग्रेजी शिक्षामा साक्षर छन् र आफ्नो नेपाली भाषाभन्दा अङ्ग्रेजीमा आफ्नो विचार व्यक्त गर्न रुचाउँछन्। यो महत्त्वपूर्ण छ किनकि नेपाली युवा, महिला र पुरुषहरूसँग जीवन र राजनीतिमा धेरै अनुभव छैन र हामी लोकतन्त्र र न्यायको नाममा सजिलै अवचेतन रूपमा हाम्रो पश्चिमी एजेन्डा उनीहरूमा घुसाउन सक्छौँ। अझ हाम्रा पश्चिमी पिएचडी स्नातकहरू र हाम्रो पश्चिमी सम्मानित नेपाली मूलका व्यक्तिहरू पनि हाम्रो पश्चिमी एजेन्डा पूरा गर्न धेरैजसो सन्दर्भमा हाम्रो सबैभन्दा मिल्ने साथी हुन्। हामीसँग केही चुनिएका पश्चिमी दर्शनका विचारधाराहरू छन् जुन हामी नेपालको धार्मिक, सांस्कृतिक एवं घरायसी प्रणालीलाई तोड्न लागू गर्न चाहन्छौँ। जस्तै हामीले उमेर समूहको आधारमा मानिसहरूलाई विभाजन गर्ने हाम्रो पश्चिमी दर्शन लागू गर्दै नेपालको राजनीतिक प्रणालीलाई भत्काएका छौँ र हामीले केवल सुरुवात गर्नुपर्छ, पछि हाम्रा एजेन्टहरू र नेपाली मानिसहरूले आफैले हाम्रो एजेन्डा बोक्नेछन् किनभने नेपालीहरू धेरै सोझा छन् र हाम्रो सामाजिक सञ्जालको राजनीति
र हामीले निर्देशित गरेर पठाएको व्यक्तिलाई उनीहरू चिन्दैनन् र आफ्नै ठान्छन्। हाम्रा केही चुनिएका पश्चिमी विचारधाराहरू हामी नेपालमा लागू गर्न र प्रचार गर्न चाहन्छौँ। यसको लागि हामी धेरैजसो विदेशमा बस्ने र अङ्ग्रेजी बोल्ने नेपाली महिलाहरू, नेपालमै बस्ने अङ्ग्रेजी या नेपाली नै बोल्ने नेपाली महिलाहरू र केही नेपाली पुरुषहरूलाई पनि प्रयोग गरेर नेपालको धार्मिक, सांस्कृतिक र घरायसी प्रणाली तोड्न चाहन्छौँ। हाम्रा केही चुनिएका पश्चिमी विचारधाराहरू जुन हामी नेपालमा लागू गर्न चाहन्छौँ ती निम्न छन्। पेट्रियार्कीको विरोध गर्दै नेपाली पुरुषहरूको विरोध र अपमान गर्ने फेमिनिजमको नाममा, सुडो फेमिनिजमलाई सपोर्ट गर्ने, होमोसेक्सुअलिटीको नेपाली समाजमा सामान्यकरण गर्ने, नार्सिस्टिक साइकोलोजीलाई सपोर्ट गर्ने, हेडोनिजमलाई सपोर्ट गर्ने, इगो ड्रिभन इन्फिडेलिटीलाई सपोर्ट, सेक्सुअल लिबरलिजमलाई सपोर्ट गर्ने, सेक्सुअल अटोनोमीलाई सपोर्ट गर्ने, प्रोमिस्क्युअस साइकोलोजीलाई सपोर्ट गर्ने, सेक्स टुरिज्मलाई नेपाली समाजमा सामान्यकरण गर्ने, सब्जी खेती नगर्ने, बरु आयात गर्ने र गाजा खेती गर्नुपर्छ भन्ने सोचलाई सपोर्ट गर्ने। हामीले नेपालको पूर्वी संस्कृति समाजमा हाम्रो पश्चिमी सांस्कृतिक एजेन्डा पूरा गर्न युवा नेपाली पुस्ताका मानिसहरूको अङ्ग्रेजी शिक्षाको अहङ्कारलाई अत्यधिक प्रयोग गर्नुपर्छ। आजकलका नेपालीहरू नेपालीभन्दा अङ्ग्रेजी बोल्नमा गर्व गर्छन्। यदि हामीले उनीहरूलाई अन्तर्वार्ता, तालिम वा हामीसँग तस्बिर खिच्न दियौँ भने उनीहरू गर्व गर्छन्। आजकलका नेपालीहरू हाम्रो पश्चिमी विश्वास र जीवनशैलीबाट प्रभावित छन् आफ्नो देशको मूल्यमा, अर्थात् तिनीहरू आफ्नो देश हामीलाई सजिलै हस्तान्तरण गर्न तयार छन्। आजकलका नेपालीहरूलाई आफ्नो वीर पुर्खाको इतिहास थाहा छैन, आफ्ना पुर्खाहरूले कसरी देश जोगाएका थिए आजकलका नेपालीहरूलाई थाहा छैन वा बिर्सिसके वा मतलब छैन। आजकलका नेपालीहरूलाई हाम्रो पश्चिमी विचारधारा मात्र राम्रो र वैज्ञानिक लाग्छ। हामी सामाजिक कार्य, तालिम र विकास परियोजनाहरूको नाममा हाम्रो पश्चिमी सांस्कृतिक विचारधारा र राजनैतिक एजेन्डा लागू गर्न काम गर्नेछौँ। नेपालीहरू हामी पश्चिमीहरूसँग यति धेरै प्रभावित छन् कि हाम्रो काम धेरै सजिलो हुनेछ। हामी हाम्रो यस्तो कामको लागि विभिन्न एनजिओ र आइएनजिओ प्रयोग गर्नेछौँ र लोकतन्त्र जोगाउने नाममा केही कार्यक्रमहरू पनि हाम्रो दूतावासबाट सिधै नेपाली युवा परिषद गठन गरेर सुरु गर्न सकिन्छ। हामीले नेपाली जनतालाई विश्वास दिलाउनुपर्छ कि नेपाली राजनीतिक दलहरू, उनीहरूका पूर्व राजा दुवैले लोकतन्त्र जोगाउन असफल भएका छन् र हाम्रो यस्तो कार्यक्रमले जोगाउन सक्छ। हामीले नेपाली जनताको देशको वास्तविक समस्याबाट दृष्टिकोण हटाउनुपर्छ र फरक पश्चिमी विचारधारालाई हाम्रो एजेन्डाको रूपमा लागू गर्नुपर्छ र नेपालमा यी पश्चिमी अवधारणाहरूलाई सामान्यकरण गर्ने प्रयास गर्नुपर्छ। पूर्वी नेपाली संस्कृतिमा हाम्रो पश्चिमी विश्वास लागू गर्न हामी सबै प्रकारका सामाजिक सांस्कृतिक राजनीतिक सिद्धान्तहरू, धार्मिक धर्म परिवर्तनको अनुष्ठान, ध्यानको अनुष्ठान आदि प्रयोग गर्नेछ। नेपालीहरू विशेष गरी युवाहरू बढी संलग्न हुने सबै क्षेत्रहरूमा हामी नेपालीहरूलाई प्रभाव पार्न हाम्रो नेपाली र विदेशी इन्फ्लुएन्सर पनि प्रयोग गर्नेछौँ। युवाहरू मुख्यतया कला, चित्रकला, साहित्य, दर्शन, सङ्गीत, चलचित्र, खेलकुद आदिमा आकर्षित हुन्छन् र हामी मुख्यतया ती क्षेत्रहरूलाई अवचेतन रूपमा हाम्रो पश्चिमी एजेन्डा कार्यान्वयन गर्न लक्षित गर्नेछौँ। हामी नेपाल र विदेश दुवैबाट नेपाली मूलका इन्फ्लुएन्सरलाई पनि प्रयोग गर्नेछौँ। तिनीहरू आर्थिक रूपमा सस्तो पनि छन्। हामीले लिङ्क्डइन मार्फत नेपालमा धेरै इन्फ्लुएन्सर सम्बन्धी तालिमहरू र रोजगारीहरू सुरु गर्नुपर्छ र हाम्रो एजेन्डा पूरा गर्न प्राय युवा र शिक्षित अङ्ग्रेजी बोल्ने नेपाली महिलाहरूलाई र केही पुरुषहरूलाई पनि भर्ती गर्नुपर्छ। साथै हामी हाम्रो देशमा विद्यार्थी वा पेशेवरको रूपमा नेपालीहरूलाई आमन्त्रित गर्छौँ र पछि तिनीहरू हाम्रो पश्चिमी संस्कृतिमा यति सहज र आकर्षित हुन्छन् र अन्ततः उनीहरूलाई मूल नेपालीको रूपमा नेपाल विरुद्ध राजनीति गर्न पनि प्रयोग गर्न सकिन्छ। भूराजनीति यसरी नै चल्छ। पहिले उनीहरू हाम्रो पश्चिमी संस्कृतिमाथि प्रश्न गर्थे, तिमीहरूले आफ्ना बच्चाको उचित हेरचाह गर्दैनौ भनेर। अब समय फेर्नेछौँ हामी नेपालको र हामी नेपाललाई सोध्न सक्छौँ, अब तपाईँको संस्कृतिको के भयो? तिमीहरूले छोरा बाकसमा फिर्ता ल्यायौ, छोरीलाई डट 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 बनायौ अनि हामीलाई बुद्धको शिक्षा सिकाउँछौ। हामीले नेपालको सामाजिक, सांस्कृतिक र घरायसी पक्षलाई ध्वस्त पार्नुपर्छ, जसरी हामीले जेनजी घटनाको समयमा राजनीतिक पक्षलाई ध्वस्त पारेका थियौँ। नेपाली जनतालाई झोलेको बारेमा मात्र थाहा छ, तर उनीहरूलाई सुपर झोलेको बारेमा थाहा छैन। झोले भनेको ती मानिसहरू हुन् जो राजनीतिक दलहरूको सिधै अन्तर्गत काम गर्छन् र पहिले आफ्नो पार्टी र त्यसपछि मात्र राष्ट्रको ख्याल राख्छन्। सुपर झोले भनेको ती शिक्षित युवा पुस्ता हुन् जो पश्चिमाहरू र पश्चिमी विचारधाराबाट अत्यन्त प्रभावित छन् र उनीहरूलाई आफ्नो पूर्वीय विचारधाराको वास्ता छैन र पश्चिमाहरूको लागि आफ्नो पूर्वीय विचारधारा त्याग्न र सजिलै आफ्नो देश पश्चिमालाई हस्तान्तरण गर्न तयार छन्, जुन कम्तीमा पुराना दलका झोलेले गरेनन्। अहिलेका नेपालीहरू विदेश र हामी विदेशी भनेपछि हुरुक्कै हुन्छन्। अहिलेका नेपालीहरू आफ्नो तन, मन, धनका साथै देशै पनि हामीलाई समर्पित गर्न कम तयार छ। अहिलेका शिक्षित नेपाली युवाहरूलाई हामीले अङ्ग्रेजीमा त्रिशूल एक्वामाइनको हो, शिवजीको होइन भनेर तालिम दिनुपर्छ र एक्वामाइन सिनेमा पनि देखाइदिनुपर्छ र बिस्तारै उनीहरू शिवजीले एक्वामाइनको त्रिशूल चोर्नु भएको रहेछ भन्ने लोजिकमा पुग्छन्। अहिलेका शिक्षित अङ्ग्रेजी बोल्ने नेपाली युवाहरूलाई हामीले आधारहीन विचार र बेसलेस प्रोपोगन्डा जुन नेपालको सन्दर्भमा सत्य छैन त्यस्तो फैलाउन प्रयोग गर्नुपर्छ। यसरी आजको नेपाली युवा पुस्ता
खप्पर भएको कालो झण्डा र सिनेमा पात्रबाट क्रान्तिको लागि प्रेरित छ। तर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ जस्ता शहीदहरूको वास्तविक योगदानलाई सम्झिएको छैन वा विचार पनि गरिएको छैन। आजको नेपाली पुस्ता पूर्णतया पुस्तक, दर्शन, सिद्धान्त, सिनेमा, सामाजिक सञ्जाल र षड्यन्त्र राजनीतिद्वारा सृजना गरिएको अहङ्कार र काल्पनिक चरित्रमा निर्भर छ। आजको नेपाली पुस्ता राष्ट्रियभन्दा बढी अन्तर्राष्ट्रियमा जान्छ। आजकलको नेपाली युवाहरू क्रान्ति गर्न चाहन्छन् र त्यसलाई पश्चिमी दार्शनिक शब्दावलीको नाम दिन रुचाउँछन्। यी सबै हाम्रो भूराजनीतिक कार्य हाम्रो विश्वविद्यालय विभागका इन्टर्नले गर्नेछन्, स्नातकहरूले पनि होइन। नेपालमा प्रणालीलाई प्रभाव पार्न र भत्काउन सजिलो छ। हामीसँग चन्द्रमा वा अन्य ग्रहमा बसोबास गर्न हाम्रो आफ्नै देशको विकास परियोजना छ। नेपालको मामलामा हामीले कूटनीतिज्ञ प्रयोग गरी हाम्रो समय बर्बाद गर्नु उचित हुँदैन। केवल हाम्रो विश्वविद्यालयको राजनीतिक र मनोविज्ञान विभागका इन्टर्नले यी कार्यहरू सफलतापूर्वक गर्न सक्छन्। हामीले यी हाम्रा विदेशी योजना धेरै ध्यानपूर्वक लागू गर्नुपर्छ। नेपालमा कसैले शङ्का गर्न नपाओस्, हामीले प्रयोग गर्ने नेपालीले समेत। नेपालका जनताले सोच्नै नपाओस् कि यी बाहिरबाट आएको विदेशी विचार हो भनेर। नेपालका नागरिकले यी हामीले लादेका विचार आफ्नै सोच भनेर खुसी साथ स्वीकार्ने गरी हाम्रो काम हुनुपर्छ। हामीले नक्कली टिकटक आइडीहरू सिर्जना गर्नुपर्छ र हिन्दू धर्मको विरुद्धमा भिडियो बनाउनुपर्छ र यो धर्मलाई जात, भाषा, उमेर, लिङ्ग र धार्मिक भेदभावसँग जोड्नुपर्छ। हामीले बाहुन समुदायको टिकटक आइडीमा फेक क्षेत्रीको आइडीको रूपमा गएर उनीहरूको विरुद्ध नराम्रो भन्नुपर्छ र उनीहरूको अहङ्कार इगोमा प्रहार गर्नुपर्छ। त्यसरी नै फेरि हामीले क्षेत्री समुदायको टिकटक आइडीमा फेक बाहुनको आइडीको रूपमा गएर उनीहरूको विरुद्ध नराम्रो भन्नुपर्छ र उनीहरूको अहङ्कार इगोमा प्रहार गर्नुपर्छ। यो सामाजिक सञ्जालको डिजिटल राजनीति नेपालका हरेक जाति समुदाय जस्तै बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, मधेसी आदिमाथि गरिनेछ जबसम्म समाजमा एक आपसमा उदण्डता फैलिँदैन, जुन हाम्रो लक्ष्य हो। हामीले यस कार्यका लागि हाम्रा थुप्रै नेपाली र विदेशी डिजिटल एजेन्टहरू राखेका छौँ। नेपालको धार्मिक, सांस्कृतिक र जातीय सद्भाव तोड्न निकै आवश्यक छ, नत्र हाम्रो विदेशी एजेन्डा लागू गर्न सकिन्न। नेपालमा हामीले अङ्ग्रेजी र नेपाली दुवै भाषामा टिकटकमा बोल्ने र कमेन्ट गर्नुपर्ने हुन्छ। पछि हाम्रा फेक टिकटक आइडीबाट गएका जातीय र लैङ्गिक नराम्रा कमेन्टहरूलाई सन्दर्भ रिफरेन्स देखाई नेपाली इन्फ्लुएन्सरहरू आफै त्यसमाथि बोली समाजमा उदण्डता बढाउनेछन्। नेपाली इन्फ्लुएन्सरहरूलाई पैसा र फलोवर भए पुग्छ। नेपाली इन्फ्लुएन्सरहरू कुनै घटनाको गहिरो अध्ययन नगरी प्याच्च बोली र अन्धाधुन अरूलाई सपोर्ट गरी उनीहरू सस्तो लोकप्रियताको पछि लाग्छन्, जसले देशलाई बर्बाद पार्छ। र नेपालको सन्दर्भमा हामीलाई त्यही चाहिएको छ। नेपालमा जेनजी घटनापछि हामीलाई थाहा भयो कि सामाजिक सञ्जाल र इन्फ्लुएन्सरहरू प्रयोग गरी सजिलै र एकदमै सस्तो लागतमा हामी नेपालमाथि प्रभाव पार्न सक्ने रहेछौँ। हामी नेपाली इन्फ्लुएन्सरहरूलाई तालिम दिनेछौँ। हाम्रा केही नेपाली समाजमा चुनिएका विषयवस्तुहरूमा के र कसरी र कुन विषयमा बोल्ने भनेर केही हाम्रो तालिम बिना आफै काम गर्नेछन्। हामी अझ अब नेपालमा नेपाली र अङ्ग्रेजी दुवै बोल्ने इन्फ्लुएन्सरको जागिर बढाउनेछौँ, लिङ्क्डइन र हाम्रो एनजिओ र आइएनजिओ मार्फत। हामी यहाँ नेपाललाई विभाजन गर्ने हाम्रो 100 वर्ष भूराजनीति योजनाको बारेमा छलफल गर्न आएका छौँ। हामीले त्यहाँको भौगोलिक नामकरण हिमाल, पहाड र तराईलाई खारेज गर्नुपर्छ र तराईको नामकरण मधेसले बदल्नुपर्छ। त्यहाँको हालको नामकरण हिमाल, पहाड र तराई प्रणाली तटस्थ र वैज्ञानिक छ, जसले हामीलाई जाति वा धर्मको आधारमा राजनीति गर्नबाट रोक्छ। तर तराईको सट्टा मधेस नामकरण प्रयोग गरेर हामी त्यहाँको एक निश्चित क्षेत्रको लागि जाति आधारित पहिचान सिर्जना गर्न सक्छौँ। पछि हाम्रो एजेन्टहरू प्रयोग गरी त्यहाँका मानिसहरूको सेन्टिमेन्ट, भावनामाथि राजनीति खेली राष्ट्रलाई विभाजन गर्न प्रयोग गर्न सक्छौँ। नेपालमा बाहुन, क्षेत्री, राई, लिम्बू, गुरुङ, तामाङ, मधेसी आदि जस्ता विभिन्न जातिहरू शान्तिपूर्वक मिलेर एकसाथ बस्छन् र हामी त्यहाँको मधेसी समूहलाई हाम्रो फाइदाको लागि प्रयोग गर्ने प्रयास गर्नेछौँ, किनकि तिनीहरू हाम्रो सीमावर्ती क्षेत्रमा छन्। हामी प्रादेशिक सरकार प्रणाली लागू गर्न त्यहाँ जोड दिनेछौँ र हालको विभिन्न विकास क्षेत्र प्रणालीलाई खारेज गर्नेछौँ। हामी नेपाल विरुद्धको हाम्रो भूराजनीतिको लागि मधेस नामकरणको सहयोग लिनेछौँ। त्यसपछि हामी बिस्तारै तराईका मैथिली, भोजपुरी, अवधी, थारू, राजवंशी आदि समुदायका मानिसहरूको वंशगत मूल नेपाली पहिचान मेटाउनेछौँ। हामी सेटेलाइट टेलिभिजन र सामाजिक सञ्जाल मार्फत मधेस भनेको हाम्रो निकट हो भनेर भ्रम फैलाउँछौँ र यसरी हाम्रो दिएको पहिचानसँग उनीहरूको वंशगत नेपाली मूल पहिचान अपहरण गर्ने प्रयास गर्नेछौँ। र अन्तमा हामी त्यहाँ आधिकारिक रूपमा स्थानीय भाषालाई हटाई हाम्रो भाषा प्रयोग गर्नेछौँ र राज्य स्तरमा त्यही हाम्रो भाषाले नेतृत्व लिनेछ त्यो ठाउँबाट। जसरी नेपालको एउटा छिमेकीले मधेस प्रदेशको प्रादेशिक नामकरणमा मधेसी जातिको आधारमा नेपाललाई विभाजन गर्ने प्रयास गर्यो, हामी नेपालको पूर्वी भागको लागि मङ्गोल साम्राज्यको नाममा उही जाति आधारित क्षेत्रीय दृष्टिकोण लागू गर्नेछौँ। वैज्ञानिक सामान्य मानव जाति वर्गीकरणको आधारमा नेपालमा मुख्यतया 2 जाति
आर्य र मङ्गोलियन छन्। तर नेपालको हकमा हामी यसलाई राजनीतिको लागि प्रयोग गर्नेछौँ, किनभने नेपाली मानिसहरू धेरै साक्षर छैनन् र हामी नेपालमा हाम्रो पश्चिमी एजेन्डा पूरा गर्न तिनीहरूसँग सजिलै खेल्न सक्छौँ। नेपालीहरू हामी खैरे विदेशी भनेपछि हुरुक्कै हुन्छन्। नेपालमा हुने कुनै पनि गैर कानुनी वा आपराधिक घटनालाई हामीले हिन्दू धर्म र जातसँग जोड्नुपर्छ र समाजमा अराजकता फैलाउनुपर्छ। यसरी हामीले नेपाललाई आफ्नो वास्तविक समस्या समाधान गर्न, आफैमा प्रणाली निर्माण गर्न गाह्रो बनाउनुपर्छ र नेपालमा रहेका हाम्रा एजेन्टहरू मार्फत हामी हाम्रो पश्चिमी एजेन्डा नेपालमा लाद्न सक्छौँ। यसरी अब नेपालमा जाति रेस वर्गीकरणको आधारमा राजनीतिक प्रणाली लागू गर्नुपर्छ। हाम्रा विश्वविद्यालयका इन्टर्न र स्नातकहरूले पनि नेपालमा जातीय आधारमा मात्र नभई उमेर समूहको आधारमा पनि विभाजन र शासन गर्ने सिद्धान्तको प्रयोग गरिरहेका छन्। यसरी अब हामीहरूले नेपालमा मिलेर बसेका हिमाली, पहाडी र तराई क्षेत्रका बासिन्दाहरूमा हाम्रो कृत्रिम निर्मित पश्चिमी अवधारणा हाम्रो नेपाली एजेन्ट मार्फत लागू गरी नेपालमा अराजकता ल्याई हामी विदेशीको हातमा नेपाललाई ल्याउनुपर्छ एनजिओ र आइएनजिओबाट। नेपालमा डाक्टर भनेपछि मान्छेहरू आँखा चिम्लेर पुज्छन् र हामी उनीहरू र हाम्रा योजना अनुसार विदेशी पुरस्कृत जसलाई हामीले नेपालमा प्रख्यात बनायौँ उनीहरूको पनि प्रयोग गर्नेछौँ हाम्रो विदेशी एजेन्डा पूरा गर्न। थप हामी नेपालको झण्डा अरू देशको क्रान्तिमा प्रयोग गर्नेछौँ ताकि नेपाली जनतालाई उनीहरूको विरोध वास्तविक र जनस्तरको थियो भन्ने विश्वास दिलाउन सकियोस्। यद्यपि यो वास्तवमा हाम्रो पश्चिमी एजेन्डा पूरा गर्न हामीले नै सुरु गरेको र निर्देशित गरेको थियो। भू राजनीति यसरी नै काम गर्छ। नेपाल अब राजा पृथ्वीनारायण शाह, वीर गोर्खाली र शहीदका अनुरूप होइन, हाम्रो विदेशी एजेन्डा अनुसार बनाउनुपर्छ नयाँ युगको नयाँ नेपाल। सबैलाई नमस्कार, म रिया आचार्य हो। म नेपाली मूलको हो तर अहिले म विदेशमा बस्छु। मैले खुसीको साथ नेपाली नागरिकतालाई छाडेको हुँ। अहिले म विदेशी नागरिक हुँ र यसमा गर्व गर्छु। यो मेरो स्वतन्त्रता पनि हो, त्यसैले यो कुरामा कुनै समस्या छैन। मैले नेपाल छोडिसकेकी छु, नेपाली नागरिकता फिर्ता पनि गरिसकेकी छु र म एक विदेशी पुरुषसँग बिहे गरेको छु। आज म कुरा गर्न चाहन्छु नेपालको पितृसत्ता र नारीवादको बारेमा, अर्थात् नेपालको पेट्रियार्की र फेमिनिजम बारेमा। यो भिडियोबाट म नेपाली महिलाहरूलाई केही विदेशी सोचका कुराहरू सिकाउन जाँदैछु जसले नेपाली महिलाहरूलाई आफ्नो जीवनमा सहयोग गर्नेछ। पितृसत्ता नेपालमा गहिरो छ। पुरुषले महिलालाई नियन्त्रण र शोषण गरेका छ, घरदेखि समाज र देशसम्म। अनि हाम्रो धर्मले पनि यो प्रणालीलाई समर्थन गर्छ। उदाहरणका लागि देवी लक्ष्मीले आफ्नो श्रीमानको खुट्टा मालिस गर्नु र देवी पार्वतीले भगवान शिव श्रीमान पाउन कडा मेहनत व्रत बस्नु पर्यो। सिरियसली उहाँहरूले त नेपाली महिलालाई तल झारिदिनु भयो र आजसम्म पुरुषहरू ठुलो भएका छन् नेपाली समाजमा। अब यी तथाकथित देवीहरूको पूजा गर्न बन्द गर्ने समय आएको छ। उनीहरू सबै सामान्य महिला मात्र थिए जसले आजसम्म अन्जानमा अन्य नेपाली महिलाहरूलाई दुःख दिए। आजकल नेपाली महिलासँग विदेश आउने, अङ्ग्रेजी बोल्ने क्षमता छ र हामी अहिले मोडर्न पनि छौँ। पुराना देवी लक्ष्मी र देवी पार्वती जस्तो होइन, उनीहरूसित त्यस्तोखेर विदेश आउने र अङ्ग्रेजी बोल्ने क्षमता थिएन, तर अहिले हामीसँग छ। म चाहन्छु कि नेपाल र विदेशमा रहेका नेपाली महिलाहरूले पश्चिमी सोचलाई अँगाल्नुहोस्, पश्चिमी मनोवैज्ञानिक र दार्शनिक पुस्तकहरू अध्ययन गर्नुहोस् र पश्चिमी नारीवाद बुझ्नु र त्यसलाई नेपालमा लागू गर्नुहोस्। वैदिक सनातन हिन्दू धर्म र पूर्वीय सोचलाई पछाडि छोडेर पश्चिमी दर्शन, धर्म र सोचलाई अँगाल्ने समय आएको छ, जसरी मैले गरेकी छु। अर्को भिडियोमा अरू कुरा गर्नुपर्छ है। आजलाई यति नै। तिमीलाई माया गर्छु मेरो प्यारो केटीहरू। हिजो मैले रिया आचार्यको एउटा भिडियो हेरेँ। म उनको कुरामा 100% सहमत छु। म नेपाली मूलकी बेलायती महिलाको रूपमा सहमत गर्छु कि नेपालमा नेपाली पूर्वी संस्कृतिलाई अब विदा गरी पश्चिमी संस्कृति लागू गर्नुपर्छ र देवी लक्ष्मी र पार्वतीको बारेमा उनको भनाइ एकदम सत्य छ। हामी विदेशमा बस्ने नेपाली मूलका मानिसहरूले नेपालको त्यो राजनीतिक अवधारणा र प्रणालीलाई समर्थन गर्नुपर्छ जुन पश्चिमासँग नजिक छ, किनकि यदि हामी कुनै तरिकाले निर्वासित भयौँ भने हाम्रा पश्चिमी मूल्य मान्यता र विश्वासहरू नेपालमा सजिलै कार्यान्वयन गर्न सकिन्छ। नमस्ते, मेरो नाम स्मृति ढकाल हो। म क्यानाडा आएको 6 वर्ष भयो। आज फेमिनिजम नारीवादको पक्षमा नेपालमा पेट्रियार्की पितृसत्तात्मक व्यवस्थाद्वारा निर्देशित सिन्दुरको परम्पराको बारेमा कुरा गरौँ। अविवाहित महिलाहरूले पनि सिन्दुर लगाउन पाउनुपर्छ, किनकि नेपाली महिलाहरूले पुरुषसँग नै विवाह गर्छन् भन्ने आवश्यक छैन। आजकल हाम्रो क्यानाडामा यहाँ हामीसँग विवाहका लागि विभिन्न विकल्पहरू छन् र म आफैले नेपालको परिदृश्यभन्दा फरक अर्को विकल्प रोजेको छु। नमस्ते, मेरो नाम सबिना खरेल हो। मैले हालै अमेरिकामा स्नातक डिग्री पूरा गरेकी छु। अब म विवाह गर्ने वा मेरो मास्टर्सलाई निरन्तरता दिने सोचमा छु। तर नेपालमा पेट्रियार्की पितृसत्तात्मक सामाजिक विचारको बारेमा चिन्तित छु। म कहिले पनि नेपाल फर्कने योजनामा छैन, तर यो पेट्रियार्की र फेमिनिजम टपिक
टपिकहरू नेपालमा ट्रेन्डिङमा रहेछन्, त्यसैले मैले यी टपिकमा अहिले नै बोल्ने विचार गरेँ। हामी नेपाली मूलका विदेशी नागरिक महिलाहरू नेपाल फर्की विकास परियोजनाहरूमा प्रत्यक्ष रूपमा भाग लिन वा नेतृत्व गर्न इच्छुक छैनौँ। हामीलाई त्यसमा रुचि छैन, तर हामी भ्रष्टाचार, गरिबी, छुवाछुत, महिनावारी, महिला अधिकार, समाजमा बलात्कार र हत्या र नेपालमा भइरहेका अन्य अपराधहरूको बारेमा सामाजिक सञ्जाल मार्फत कुरा र हाम्रो अपुरो अध्ययनले भ्रम मात्र फैलाउन रुचाउँछौँ। हामी पश्चिमा जीवनशैलीका नेपाली महिलाहरू हाम्रो पश्चिमा जीवनशैलीको विलासिता त्याग्न सक्दैनौँ र गरिबी उन्मूलन गर्न र नेपाली महिला अधिकारको लागि काम गर्न नेपाल फर्कन चाहँदैनौँ। गरिब नेपाली महिलाहरू र उनीहरूका बच्चाहरू गरिबीका कारण यति फोहोर र दुर्गन्धित ठाउँमा बस्छन् कि हामी पश्चिमा जीवनशैलीका नेपाली महिलाहरूले बान्ता गर्न सक्छन् र हामी त्यस्ता गरिब नेपाली महिलाहरू हेर्न पनि चाहँदैनौँ। हामी केवल सामाजिक सञ्जाल मार्फत विदेशी पश्चिमा विचारहरू थोपेर शिक्षित र अङ्ग्रेजी बोल्ने इलाइट वर्गका नेपाली महिलाहरू र अरू नेपाली जनताहरूमा भ्रम फैलाउँछौँ। हामीले विदेशमा हाम्रो शिक्षा पुरा गरेका छौँ, तर नेपाल छोडेर यहाँ विदेशमै बस्ने निर्णय गरेका छौँ। हामी आर्थिक रूपमा र सामाजिक सञ्जाल मार्फत पश्चिमा विचारधारासँग मिल्ने विचार र व्यक्तिलाई नेपालमा राजनीतिक विकासको लागि समर्थन गर्नेछौँ, किनकि यसले हामीलाई नेपाल गएको बेला हाम्रो विदेशी विचार र जीवनशैलीमा सजिलो गर्नेछ। नेपालका मानिसहरूलाई त्यहाँको व्यक्तित्वको विरोध गर्दै ज्यान दिएर क्रान्ति ल्याउन दिनुहोस्। भविष्यमा यदि हामीलाई निर्वासित गरियो भने हामी हाम्रो कालो चस्मा लगाएर नेपाल जान्छौँ र अझै पनि गरिब नेपाली जनताले हाम्रो प्रशंसा गर्नेछन् नेपालको मायाले फर्कियो भनेर। हामी हाम्रो सहज पश्चिमी जीवन छोडेर नेपालको भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, सामाजिक, राजनीतिक आदि समस्यामा नेपाल फर्केर देशको मूल पूर्वीय विचारलाई नबिगारी काम गर्न इच्छुक छैन। नमस्ते, म दीपिका प्रसाई हुँ, एक नेपाली मूलकी जर्मन नागरिक। नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षलाई यस्तो दयनीय अवस्थामा देख्दा धेरै दुःख लाग्छ। यसबाहेक नेपाल र विदेशका नेपालीहरूले घटनाको उचित अध्ययन नगरी आफ्नो विचार व्यक्त गर्नु र नक्कली फेक समाचार सामाजिक सञ्जालमा प्रचार गर्नु र आफ्नो व्यक्तिगत फाइदाको लागि राजनीतिक धारणा वा व्यक्ति चुनी प्रचार गर्नु बढी पीडादायी छ। नेपाल देशको समृद्धिको सोचौँ, आफ्नो व्यक्तिगत एजेन्डाको होइन। मेरो नेपाल चाँडै निको होस् भन्ने कामना गर्दछु। एक नेपाली महिलाले दशैंमा महिला मात्र व्रत बस्नुपर्ने, पुरुष चाहिँ मनपरी भन्दै पितृसत्ता पेट्रियार्की विरुद्ध र महिलाको पक्षमा फेमिनिजम नारीवादको आवाज उठाउँदै दशैंको टीका बहिष्कार गर्नुपर्छ भन्दै थिइन्। तर केही समयपछि अहिले दशैंमा महिनावारीका कारण आफूले टीका लगाउन नपाएको गुनासो गर्दैछिन्। कति विरोधाभासी कुरा। यसरी आजकल धेरै नेपाली युवा युवतीहरू जो देश या विदेशमा छन् नेपालको पूर्वीय संस्कृतिलाई जसरी पनि बदनाम गर्न तल्लीन भएको देख्दा नमिठो लाग्छ। उनीहरू पश्चिमी संस्कृतिलाई उच्च र आफ्नै पूर्वीय संस्कृतिलाई तल्लो ठान्ने गरी विदेशीबाट प्रभावित भएका छन्। नेपाल र विदेशमा बस्ने नेपाली महिलाहरूले यसरी सबै कुरा धर्मदेखि कर्मसम्म पेट्रियार्की, पितृसत्ता र फेमिनिजम नारीवादसँग जोडिरहेका छन् र यस उद्देश्यका लागि नेपाली पुरुषहरूलाई लक्षित गरी उनीहरूको अपमान गरेको देख्दा अचम्म लाग्छ। नेपाल र विदेशमा बस्ने नेपाली महिलाहरू पश्चिमी विचारधारामा आकर्षित देखिन्छन्, तर हामी नेपाली पुरुषहरू पूर्वीय वैदिक सनातन हिन्दू दर्शन अनुसार महिलालाई व्यवहार गर्छौँ। आजकल नेपाली महिलाहरूलाई पूर्वीय वैदिक सनातन हिन्दू दर्शनभन्दा पश्चिमी विचारधारा मन पर्दो रहेछ। टिकटकमा केही अङ्ग्रेजी बोल्ने नेपाली महिलाहरूले बारम्बार भिडियोहरू बनाइरहेका छन् जसमा नेपाली पुरुषहरूले नेपाली महिलाहरूलाई बलात्कार वा हत्याको धम्की दिन्छन् भनेर सामान्यकरण गरिरहेका छन्। प्राय नक्कली टिकटक खाताहरूबाट आएका कमेन्टहरू वा भिडियोहरूलाई उनीहरूको भिडियो सामग्री प्रमाणको रूपमा उल्लेख गरिरहेका छन्। हामी नेपाली पुरुषहरू यस्ता महिलाहरूप्रति आउने धम्कीहरूको र हुने गरेका वास्तविक बलात्कार वा हत्याको कडा निन्दा गर्दै कठोर कानुन ल्याउनुपर्छ आफै भनिरहेछौँ। तर यी हिपोक्रेटिक, पाखण्डी, स्युडो फेमिनिस्ट इन्फ्लुएन्सरहरूले त्यस्ता घटनाहरूलाई आफैले नेतृत्व लिएर प्रहरीमा रिपोर्ट गर्दैनन्, तर सामाजिक सञ्जालमा प्राय अङ्ग्रेजीमा र केही नेपालीमा भिडियो हालै गरेर आफ्नो एटेन्सन सिकिङ सोच, नाटक र समाजमा गलत सन्देश र भ्रम दिन्छन्। नमस्ते, मेरो नाम सागर पौडेल हो। म नेपाली मूलको अस्ट्रेलियाली नागरिक हुँ। नेपाल र विदेशका नेपालीहरूले आफ्नो पूर्वीय परम्परा र संस्कृतिमाथिको विश्वास गुमाउँदै गएको र दिन प्रतिदिन पश्चिमी परम्परा र संस्कृतिलाई पछ्याउँदै गरेको देख्दा मलाई धेरै दुःख लाग्छ। हाम्रो नेपाली पूर्वीय संस्कृतिलाई पहिले जस्तै पुनर्जीवित गरौँ र फेरि माथि पुर्याउँ। केही पाखण्डी, ढोङ्गी र भ्रामक व्यक्तिहरूले गर्दा हाम्रो वैदिक सनातन हिन्दू संस्कृति बदनाम र अन्धविश्वासी भनी कहलिएको छ। खासमा यो सबैभन्दा वैज्ञानिक र उत्तम छ। हो केटा हो, फोड जलाऊ सबै, नछोड कसैलाई। हामी विदेशमा बस्ने नेपालीहरूको साथ छ तिमीहरूलाई। यो आन्दोलन उग्र बनाउनु पर्छ। गाइस त्यो बुढो नेपालबाट भागेर अहिले दुबई एयरपोर्टमा मेरो आँखै अगाडि छ। प्लिज गाइस, त्यो बुढोलाई रोक, प्लिज प्लिज प्लिज। यो घरमा हामीले 80 केजी सुन भेट्यौँ गाइस, अनि घरको हालत यस्तो बनाउन लास्टै मजा आयो। अब राष्ट्रको भवन पनि यस्तै पारौँ है गाइस। हाय गाइस, बाटबाट नि बाट मैले पनि यति सामानहरू लिएर हिँडेको, लास्टै मजा आयो। हलेर लाइक गर्नु है गाइस। नमस्ते, मेरो नाम डाक्टर श्रेया पोखरेल हो। जेनजेट घटनापछि मलाई एउटा एनजिओले आयोजना गरेको एउटा सेमिनारमा भाग लिने मौका मिल्यो र म नेपालको लागि उनीहरूको विकास विचारबाट धेरै प्रेरित र प्रभावित भएँ र हामी नेपालीहरूले उनीहरूलाई समर्थन गर्नुपर्छ। नेपाली राजनीतिक नेताहरू
र पूर्व राजाले उनीहरूबाट सिक्नुपर्छ। हामी छक्क पर्ने अवस्थामा छौँ। यी युवाहरूले हाम्रो दीर्घकालीन राजनीतिक सत्ता कसरी छिनेर लगे भनेर। हामी भ्रष्टाचारमा यति अभ्यस्त भइसकेका थियौँ कि अब यसलाई निरन्तरता दिन नसक्दा हामी निराश र बेचैन भएका छौँ। हामीलाई हाम्रो कुनै पनि कार्यको लागि कुनै दोषी महसुस हुँदैन। तैपनि हामी राजनीतिमा फर्कनुपर्छ, किनकि यदि हालको ट्रेन्ड जारी रह्यो भने राष्ट्र एनजिओ र आइएनजिओहरूको हातमा पर्नेछ। यी केटाकेटीहरूले राज्यका लागि उपयुक्त नीति र व्यक्ति छुट्याउन नसक्ने साफ देखिन्छ र यस्तै हाम्रो जस्तै खराब सोचका अरू असन्तुष्ट व्यक्तिहरू पनि बाहिर प्रशस्त छन्। यी केटाकेटीहरू सामाजिक सञ्जाल र सिनेमामा जो देख्छन् र चिन्छन् त्यहीलाई रोज्छन्, जुन देशको लागि घातक हुने प्रबल सम्भावना छ। हामीसँग वा बिना देश हार्ने देखिन्छ। हुन त देशका यी केटाकेटीहरूको भविष्य हामीले नै बिगारे हो। हाम्रा छोराछोरीहरू विदेशमा मास्टर्स र डक्टर पढ्छन् भ्रष्टाचारको पैसाले। यदि म यो प्रदेशको राजा हुन सक्दिन भने म यो नेपालको झन्डा फ्याँक्नेछु। यो नेपालमा हाम्रो डिजिटल मार्केटिङ र सामाजिक सञ्जाल मार्फत राजनीतिक र सामाजिक अभियान चलाउने कम्पनी हो। हाम्रो विदेशी लगानी प्राप्त काम स्पष्ट छ। नेपालमा भ्रष्टाचार विरुद्ध हुने विरोध प्रदर्शनको लागि फेसबुक र टिकटकमा प्रचार सामग्रीहरू बनाउनु र ट्रेन्ड भाइरल गर्नु। मुख्य भूमिकामा स्कुल कलेजका विद्यार्थीहरू युनिफर्ममा हुनेछन् र स्वयंसेवी एनजिओहरूले सहयोग गर्नेछन्। हामीलाई राम्रोसँग थाहा छ कि यो शान्तिपूर्ण विद्यार्थी प्रदर्शनलाई अन्य तत्त्वहरूले बिगार्न सक्छन् र अराजकता फैलाउन सक्छन्, तर त्यसले हामीलाई फरक पर्दैन। हाम्रो जिम्मेवारी भनेको ग्राफिक्स र भिडियोहरू बनाएर फेसबुक र टिकटकमा हालेर ट्रेन्ड चलाउनु हो र हाम्रो विदेशी मालिकलाई खुसी बनाई पैसा लिनु हो, बस। Legalize sexual liberalization, legalize sexual autonomy, legalize sex tourism, legalize गाँजा marijuana। हाम्रो शरीर हाम्रो नियम, हाम्रो आवाज सुना सरकार। आजकलका नेपाली युवाहरू हामीहरूले नेपालमा अहिलेसम्म कहिल्यै नसोचेको, नभोगेको र नसुनेको मुद्दाहरूको विरोध र्याली प्रदर्शन गरिरहेका छन्। तिनीहरूका नाराहरू हाम्रो नेपाली माटोबाट जन्मेका होइनन्, विदेशी र पश्चिमी दर्शनबाट प्रभावित देखिन्छ। यो देख्दा दुःख लाग्छ। आजका नेपाली युवाहरू शून्य कृषि आयातको सोच, सरकार, राजनीति, कृषि, स्वास्थ्य र शैक्षिक प्रणालीमा भ्रष्टाचार र त्यसका लागि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको सरकारीकरण आदि जस्ता नेपालको वास्तविक समस्यामा केन्द्रित पाइँदैनन्। नेपाली युवाहरूलाई एनजिओ, आइएनजिओ र विदेशीहरूले लोकतन्त्र र स्वतन्त्रताको नाममा प्रयोग गरेर विरोध र्याली मार्फत पश्चिमी विचारधाराहरू उठाउने र नेपालमा थोप्ने प्रयास गरिरहेका छन्। र भोलि भ्रष्टाचार विरुद्ध नेपाली विद्यार्थीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन छ। हामी उनीहरूलाई हाम्रो राजनीतिमा प्रयोग गर्न सक्छौँ। हामी यो देशको नेता र हाम्रा छोराछोरी विदेशमा छन्, उतैको नागरिकताको साथ। यहाँका युवा बाँचुन् कि मरुन् हामीलाई मतलब छैन। हामीले हाम्रो बुलेट बाइक चरको आवाजमा लिएर जेनजेड विद्यार्थीहरूको शैक्षिक विरोधमा प्रवेश गर्नुपर्छ र विरोधलाई अराजकतामा परिणत गर्नुपर्छ। हामी नेपाली युवाहरू एउटा एनजिओले सामाजिक सञ्जाल मार्फत निर्देशन दिए अनुसार स्कुल कलेज पोसाकमा शान्तिपूर्ण रूपमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनमा थियौँ। हामीलाई स्कुल कलेज पोसाकमै प्रहरीले अन्धाधुन गोली चलाएको थियो। हाम्रो हातमा किताब मात्रै थियो, तर पनि उनीहरूलाई फरक परेन। हामीलाई स्कुल कलेज पोसाकमा प्रहरीले गोली चलाएको थियो, सिधै छाती र टाउकोमा गोली ताकेर हानेको थियो। हामी नेपाली युवाहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा थियौँ, तर हाम्रो र्यालीलाई अन्य स्वार्थी समूहहरूले अपहरण गरे र अहिले उनीहरू आफ्नो स्वार्थ पूरा गर्न हाम्रो आवाज परिमार्जन गरिरहेका छन्। देशले आफ्ना युवाहरूप्रति माया र वास्ता नगरेकाले हाम्रो प्रयोग भयो स्वार्थीहरूबाट आफ्नो निजी स्वार्थ पूरा गर्न। हामी कलिला युवालाई सत्ता र दर्शनको राजनीतिमा प्रयोग गर्ने के गर्ने होला लाग्छ। हामी सबैतिरबाट बेवास्ता भयो जस्तो। तर हामी मात्र होइन, धेरैजना यस्तै पीडा बोकेर हिँडिरहेका छन्।
यसरी सामाजिक सञ्जाल सामग्री र घटनाहरूको अनुसन्धान मार्फत हामी सजिलैसँग पश्चिमी र केही पूर्वी देशहरू नेपालको शान्ति खलबल्याउन चाहन्छन् भन्ने कुरालाई अन्तिम निष्कर्ष दिन सक्छौँ। पश्चिमी र केही पूर्वी देशहरू नेपालको लागि जातीय राजनीतिक प्रणाली चाहन्छन्। कुनै पनि स्वायत्त सार्वभौम राष्ट्रले कहिल्यै पनि त्यस्तो प्रणालीमा जाने छैन र एक तटस्थ र लोकतान्त्रिक प्रणालीमा जाने निर्णय गर्नेछ। नेपालको सन्दर्भमा लोकतान्त्रिक प्रणालीमा राजासँग देशको लागि अन्तिम मुख्य निर्णय गर्ने शक्ति सबैभन्दा राम्रो देखिन्छ। नेताहरूलाई मात्रै छोड्यो भने झोलेहरू जन्मिने, राजालाई मात्रै दियो भने मण्डलीहरूको हाबी, जनताको बीचमा राम्रो नेताहरू छनौट गरेर राजासहितको लोकतान्त्रिक प्रणालीको लागि बीचको बाटो ठिक हुन सक्छ। देशका हरेक जात जातिहरू देशका सन्तान हुन्। देशका प्रत्येक जातिका मानिसहरू देशका सन्तान हुन् र देशले कहिल्यै भेदभाव गर्नु हुँदैन। सबैलाई कानुनी रूपमा समान रूपमा सशक्त बनाउनु पर्छ। देशले आफ्नो नागरिकको लागि अभिभावकको रूपमा काम गर्नुपर्छ, एनजिओ आइएनजिओ जस्तो मध्यस्थकर्ताको रूपमा होइन। आजकल नेपाल घेरिएको जस्तो लाग्छ। केवल देशी भ्रष्ट समूहहरू र विदेशीहरूसँग गठबन्धन भएका देशी भ्रष्ट समूहहरूको आवाजहरू बोलिएका देखिन्छन्। प्रत्येकले राष्ट्रलाई चारैतिरबाट चिथोरी छन्। आजकल साँचो देशभक्तहरू र आफ्नो देशलाई साँच्चै माया गर्नेहरू राज्यमा भएको भ्रष्टाचार र असफल नीतिहरूद्वारा मौन वा कमजोर भएको जस्तो देखिन्छन्। यो राष्ट्रको लागि दुःखद कुरा हो। यो कुरा पनि ध्यान दिनु महत्त्वपूर्ण छ कि धेरै नेपालीहरूले अश्लील भाषा प्रयोग गरेको सुनियो, जसमा आम नागरिकहरू, प्रहरीहरू र आश्चर्य रूपमा सेनाहरू पनि भेटिए। सगरमाथा भगवान शिव, देवी काली र भगवान बुद्धको प्रतीक राष्ट्रको रूपमा यस्तो व्यवहार र सर्ट टेम्पर कार्यहरू साँच्चै लज्जास्पद छन्। हामी नेपालीहरू हाम्रा पूर्वीय सांस्कृतिक परम्पराबाट निर्देशित हुनुपर्छ र हाम्रो कार्यहरू त्यस्ता अभ्यासहरूबाट निर्देशित हुनुपर्छ। हामी शान्तिप्रेमी, दयालु, लोकतान्त्रिक र राष्ट्र र जनताको लागि वीर गोर्खाली हौँ। नेपालको पहिचान यसको वैदिक, सनातन, बौद्ध र किराँत परम्परामा निहित छ, जसले मिलेर नेपालको आध्यात्मिक र सांस्कृतिक आधार बनाउँछ। यी विश्वासहरू एकअर्कासँग जोडिएका छन्। भगवान बुद्ध वैदिक सनातन हिन्दू वंशबाट जन्म लिएका थिए र किराँत भगवान शिवलाई प्रतिबिम्बित गर्दछन्। नेपालको धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै विदेशी विचारधाराको घुसपेट रोक्नुपर्छ। यस्तो गर्नुलाई अतिवादी भनिन्न। नेपाल कहिले पनि अतिवादी सोचको थिएन, छैन र हुने छैन। नेपालमा अरू बाहिरी सबै धर्महरूलाई प्रेमपूर्वक स्थान छ। विदेशीको लैलैको डेमोक्रेटिक सोच भन्दै राष्ट्रले आफ्नो मूल धर्म संस्कृति गुमाउनु चाहिँ झन् राष्ट्र र नागरिकको विदेशी अतिवादी सोच हुन सक्ने प्रबल सम्भावना छ। नेपाल निर्माणमा नेपालका सबै जातिहरूको भूमिका छ। कसैले धर्म कर्म मार्फत, कसैले राज्यको नीति र कूटनीति मार्फत, कसैले क्षेत्रको सुरक्षा गरेर, कसैले व्यापार गरेर, कसैले लुगा कपडा बनाई फेसन डिजाइनिङ गरेर, कसैले भाँडाकुँडा औजारहरू गरी इन्जिनियरिङ गरेर आदि। सबैको योगदान बराबरी अपरिहार्य छ। कुनै एकलाई माथि र तल भन्नु मूर्खता समाजको सोच हो र यस्ता सोचले राष्ट्र पछाडि पर्छ। यसरी सबै नेपाली जात जाति मिलेर एकमुष्ट वीर गोर्खाली भनिएको हो। अब नेपालको सन्दर्भमा केही बुदाहरूलाई अन्तिम रूप दिउँ, जुन केवल दार्शनिक तर्क कटाक्षीकरण भन्दा पनि व्यावहारिक रूपमा लाभदायक हुन सक्छन्। राजामा निहित देशको अन्तिम निर्णय शक्ति भएको लोकतान्त्रिक प्रणाली सबैभन्दा राम्रो विकल्प हुन सक्छ। एउटा कुरा निश्चित छ कि राजा देशको लागि बाह्य एजेन्ट हुने छैनन्। राजनीतिक नेतालाई समान मानिन्छ, तर वास्तविकतामा आजकल हामी पाउँछौँ कि उनीहरू अरू कसैको एजेन्टको रूपमा काम गरिरहेका छन्। असल नेताहरू अझै पनि अवस्थित छन् र उनीहरूलाई जनताबाट छान्नुपर्छ। नेपालको इतिहासमा राजा र नेता दुवै जनताले नै चुनेका हुन्। राजा पृथ्वी नारायण शाहले ससाना राज्यहरू एकीकरण गर्दै अहिलेको चिनिने नेपाल भन्ने राष्ट्रको सोच बनाए। हामी भूमण्डलीकरणको विरोधी होइनौँ, तर यसको नाममा नेपालले आफ्ना पुर्खाहरूले दिएको संस्कृति र मूल्य गुमाउँदैछौँ। तर अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि, सामाजिक सुधार र रोजगार सिर्जनाका क्षेत्रमा भने वास्तविक मौलिक प्रयास भएको छैन। इन्टरनेट, विशेष गरी टिकटकमा फैलिएका धेरै सामग्रीहरूले हाम्रो मौलिक संस्कृतिलाई अपमानित गर्दै पश्चिमी जीवनशैलीको महिमा गरिरहेका छन्। शिक्षित युवाहरू सतही र भ्रामक पश्चिमी दर्शनबाट प्रभावित हुँदै आफ्नै संस्कृति र मूल्यबाट टाढा भइरहेका छन्। नेपाल र विदेशका केही व्यक्तिहरू सस्तो आर्मचेयर एक्टिभिजम र डायस्पोरा एडभोकेसीमा सीमित छन्, तर देशको वास्तविक प्रगतिका लागि नेपाल फर्की प्रत्यक्ष नेतृत्वले योगदान गर्न तयार छैनन्। कोही नेपालमै बसेका र कोही विदेशमा बसेका नेपालीले यहाँ नेपालमा नेपालीहरूलाई यो गर त्यो गर यान त्यान भनेको पाइयो। अलिक उचाल्ने अराजक तरिकाले त्यसैलाई यो कुरा उठाउन जायज लाग्यो। पोडकास्ट र ग्राफिक्स मार्फत ठुलो सामाजिक र राजनीतिक म्यानिपुलेसन भइरहेको छ सामाजिक सञ्जालमा, जसले विदेशी एजेन्डा अघि बढाउन सक्छ। समाचारहरू पनि सही, तटस्थ र निष्पक्ष भन्दा पनि अफवाह फैलाउने र आफ्नो विचार अरूमा थोपार्न खोजिएको जस्तो देखिन्छ। नेपाल सगरमाथा शिव र बुद्धको भूमि हो। हाम्रो प्राकृतिक सौन्दर्यले लाखौँ पर्यटकलाई आकर्षित गर्छ, तर पर्यटनका फाइदा केही सीमित वर्गमा मात्र केन्द्रित छन्। यो असन्तुलन हटाई प्राकृतिक स्रोत र सम्पदाबाट सबै नागरिकका लागि समान अवसर सिर्जना गर्न आवश्यक छ। नेपालको कृषि, स्वास्थ्य सेवा र शिक्षा प्रणाली सरकारीकरण गर्नुपर्छ। कृषि आयात शून्य नीतिमा जानुपर्छ। स्वास्थ्य र शिक्षामा हुने राजनीति र भ्रष्टाचारका कारण जनताले यथार्थ लाभ पाएका छैनन्। बिमाको नाममा निजी अस्पतालहरूले पैसा असुली झुटो लाभ देखाएका छन्। यी विषयहरू राज्यको दायित्व हुन्। सबैलाई समान गुणस्तरको सेवा दिनु सरकारको कर्तव्य हो।
सरकारी बीमाको पैसा कसैको निजी कारको किस्ता शुल्कमा जानु दुर्भाग्यपूर्ण हो। यस्ता विषयवस्तु निजीकरण गर्न दिई समानान्तर रूपमा चल्न अनुमति दिइयो भने नेपालको सन्दर्भमा निजी संस्थाहरू सेटिङको खेल खेली भ्रष्टाचार गरी सरकारी सेवा बिगारी जनताहरूलाई आफूतिर तानी मोटो रकम असुली फाइदामा जाने सोचमा मात्र हुन्छन्। कुनै पनि व्यक्तिको एक्कासी देवत्वकरण र राक्षसीकरण नगरौँ, भ्रष्टरहितको कानुनी र नीतिगत तरिकाले जाउँ। सबैको आफ्नै तरिकाले देशको लागि योगदान हुन्छन्, योगदान ठुलो सानो हुँदैन। व्यक्तिको देवत्वकरण भन्दा राष्ट्रको नीति बनाउन जोड दिनुपर्छ। व्यक्ति भोलि नहोला राष्ट्र सधैँ रहोस् भन्ने नीति बनाउनुपर्छ। भनिन्छ नि म मरेर गए पनि मेरो देश बाँचिरहोस्।